लाइट पनि मेला मिल्छ हेलो केटा छ त टप लाग्यो केटा आउँदैन थियो ठिक छ आउनु आएको छु बाटोमा छु यहाँ लुङ्गी कति दिन भयो आउले बजार डामोडोल 18 दिन भन्छ आज कति गर्थ्यो त्यही भएर अस्ति नै गाडो भने यो चाहिँ मिलन चोक हो हिजो 10 गते आज 11 गते हो आज 11 गते हो बहिनी आज 12 अरूले पनि काट्ने भने भोलि अब हजुर काट्ने फर्किने बेला हाल्ने त्यहाँ काटेर सुकाउनु काटेर ओबाल्नु क्या पहिला लगाएर ओबाल्नु क्या समाजको के के मामालाई गिफ्ट यहाँबाट भित्र त्यो बाटो भित्र मिलन चोक पहिला परहरको मामाहरू बस्नु त्यही ठाउँमा हामी मल्ला कुन घर हो नि मिलन चोक ल आज हामी मिलन चोकबाट मला जाँदैछौँ सर डेढ घन्टा लाग्छ 1.5 घन्टाकै भिडियो बनाउने 1.5 घन्टा लाग्छ मन्दिरमा 1.5 घन्टाकै भिडियो बनाउने हेर्दैन 1.5 घन्टा 1.5 घन्टा 1.5 घन्टाको त हेर्दैन कसैले एकजनाले हेर्छ के त खानु यस्तो कालो म्यामलाई गराउनु म्यामको भने म्यामलाई भन हामी पाहाड कहाँ घुम्न गयौँ हेर्नु भन्यो माधव मात्रै हो नि होइन अर्ध रेट बाटो देखाइदिनु बेलामै डराउनु बेलामै डराउनु त बाटो देखेर
टुप्पामा जानुपर्छ हाँ? डाँडाको फेदीबाट टुप्पामा जानुपर्छ नानी अहिले हामी पहाडमा हिँडिरहेछौँ एउटा पहाडमा त पक्का हिँड्छ म त जाने बित्तिकै आफ्नो बाख्रालाई हेर्छु हाम्रो बाख्रा चाहिँ त्यही आमा बुवाको घरमा छ आमा बुवाको घर छैन हाम्रो बाख्रा पानीमा एकदिन बसाइन्छ अलिकति खिच्ने हो कि 1.5 घन्टा लाग्छ नि परेन कि तेल खोइ 1.5 घन्टा कति हेर्दैन नि त्यस्तो नसक्ने सबैले हेर्छ मेरो माछा आइदिन्छ यहाँ मोबाइलबाट पनि म्यामलाई देखाइदिन्छ हामी यता मुस्ताङ टेकबाट उसमा गर्नु त्यही त मुस्ताङ आयो कि के भन्छ अरे मल्ला मल्लादेखिबाट जाँदा मिन्चोकबाट मल्ला गएको पानीको ट्याङ्की यो पनि मोबाइल हाम्रो भिडियो दाइले डाउनलोड गरेर राख्नुभएको डाउनलोड ए हो र हामी त उता त्यही अनिसा दिदीको घरबाट त्यहाँबाट पुलमा गएको थियो नि त्यो डाउनलोड गर्नुपर्छ त्यो थाहा कुचो त्यो यता आमाको हरान छ नि होइन यस्तै कुचो हामीले पढाउने कुचो के योबाट बनाएको यसलाई धेरै मम्मा गर्ने नि तल घर पनि छ त अनि हाम्रो घर पनि छ कुचो फलेकै छ कि तल घर ए फलेकै छ देखिँदैन हौ देखाइदिनु हेर्नु न बाबा मेरो आउँदैन छोरी मलाई यस्तो यस्तो गर्न मन लाग्यो म यहाँ सवाल छ हल्ले मलाई समाउनु पाएन गर्छ किन र एकपटक छोडिदिनु यता दिदीको खुट्टा पनि जोगाउनु पऱ्यो अन्डामा टेकिन्छ नि ए दिदीको खुट्टा अन्डामा टेकिन्छ नि अन्डा पुग्छ फेरि पर्ला जस्तो छ तर मोबाइलबाट बताउनु मेमोरी छैन क्या बफर हिजो त्यहाँ
मान्छे गरम नै गीत हाल्यो भने गीत हाल्नु मैले बजाउनु गीत मोबाइलबाट बजाउने बजा है म ल्याउने के मोबाइल तिनीहरूमा गीतै छैन आफूले दिएर हान्नुभयो नि त अनि बाटो त खतरा छ नि मलाई त किन पुसाइको बाटो सजिलो लाग्छ भने भन्नाले यो बाटो बाटो के हामी खोला निक्लिने बेला पिनाला हुन्छ क्या फेरि भोलि आउने बेला त्यहीबाट आउने फेरि आउने बेला त्यही तल्लोबाट आउने क्या राखेको मोबाइल यो सिधा भएन सिधा राखेको सिधा राखेको त्यही जग्गामा पाउनु गीत हाल्यो भने युट्युबले दिँदैन गीत नभएन हुन्छ गीत हाल्यो भने यो दिँदैन कि बाटोहरू तर्सिन्छ भिडियोमा बाटोहरू तर्सिँदैन तिम्रो गाउँको बाटो राम्रो कि यो बाटो राम्रो लाने हाम्रो गाउँको बाटो राम्रो छैन होला हाम्रो राम्रो छ हो तिमीलाई यस्ता ढुङ्गा सुङ्गा माटो केही देख्न पाइन्न हाम्रो हेरेर सबै देख्न पाइन्छ छ अब हाम्रो घर पछाडि चाहिँ छ नघुमाउ कि त्यो सिधा गरेर म त जल्दी मान्छे मेरो ब्लाउज कम्ती हो के तर्काहरू म त मनमै लाग्दैन राम्रो बाटोलाई नराम्रो भन्ने हुन्छ अझ माथि अति राम्रो छ हजुर यो अन्नाले अति राम्रो छ यो नानी ए घरले त म त योभन्दा
बाटाहरू मम्मीको माइत त राम्रो छ के बाटो यो बाटोमा ट्याक्सीहरू आउँछ कि आउँदैन आउँदैन यसलाई जिप भन्छ न बोलेर बोलेरो कट्नुका हाले मलाई त उसले हल्लायो कि बढी हाले त यो काट्न हाल्नु बन्द गरेर भयो बाटो देखेर सबैजना ढल्छन् होला भाइ बाइकहरू बाटोमा आएको पराल त सबैको भिड्यो पराल त धेरैको भिड्यो
अस्ति बर्खा कसरी हिँड्यो यो बाटो भा के यो बाटो अझै नि यहाँ देखेपछि अगाडि त त हिलै छ कि। अरूहरू छुनेपछि मेरा नाम त्यो ठाउँको ठाउँ अमको गाडी पनि आयो पताउने डङ्गल उहाँले ल्याए त्यसैन त्यहाँबाट त थियो त कर लाग्छ चाहिँ गर्दैन यो बाटो यस्तो छ भने उनीले 1 बजे झरेको हो क्या हाम्रो टाढै चक्का घुम्छ अझै तिम्रो मेलामा पनि तिम्रो मिसलाई पनि घुमाउनु लिएर अब यही ठाउँमा भिडियो देखाएर कि किन आउनु न किन गुना त्यही ठाउँ चिन्नु गाडी त उता उता गर्छ यता यता गर्छ गाडी त पछाडि के गर्न सिस्नु होइन कि त्यो एउटा उस गाडी हाम्रो चाहिँ बाबा भर्खरै उयो यसले चालु यसले काडा त अस्तिको मिठो है त सङ्गमलाई टिभीमा घर घुम्न जाँदा त्यहाँ काँडा बिग्रेको है त त्यही फुल हो अर्को झर्ना आयो हेरौँ झरना हो गाई दादी यो चाहिँ झरना यता रहेछ नि त यतानिर रहेछ भाइ झरना यताबाट पानी छ्याप्दैछ गाइस हामीलाई कति त लगेर आउँदा त यताबाट नि हामीलाई पानी छ्याप्दैछ गाइसहरू अलिअलि त पानी छ्याप्दै थियो है उयो अलिसम्म छ्याप्दैछ मलाई अब चाहिँ हामी चाहिँ झरिसक्यौँ अब चाहिँ माथि जाने हो मन्दा भएर चाहिँ आउँदै हुनुहुन्छ कहाँ टेक्ने हो ओए कता कता टेकेर आइस भन्दै त म त हिँड्दै जान्दिनँ है यस्तो बाटोमा त यस्तो सानो नि बाटो हुन्छ र ए उतिर कहाँको यहाँसम्म आइपुग्यो भाइ ज्वरो कस्तो खाले टाइपको मम्माहरू चाहिँ त्यहाँ आउँदै हुन्छ हामी चाहिँ माथि जानुपर्छ है माथि उकालो भन्छ उता ल्याउँछ त्यो कति ढुङ्गा छ त्यहाँ होइन हो र होइन होइन के केलाई बाख्रा एक मिनटको बाटो हिँड्दा थरी लाग्यो भाइ यहाँ साह्रो त्यहाँ चाहिँ आउँदै हुनुहुन्छ यहाँ आइपुगेको थियो कि ए बन्छु उहाँ पुगेपछि यहाँ अब यहाँ
नाम्नै चिप्ली ऐनाको ढुङ्गा ढुङ्गा हेर्नु यहाँ पृथ्वीको सबसे ठुलो ढुङ्गा होइन यो होइन कहाँ हुन् कुन हो त योभन्दा ठुलो नै छन् योभन्दा ठुलो त हाम्रो चिप्लेदेखि गरेकै छ ओहो आमा भनेपछि यत्रो ठुलो ओ त्यो हो नि होइन त बरामको घर हो बरामको घर हो माथि माथि जाने हो माथि होइन होला यस्तो छ बाटो त जाने यस्तो बाटो को जान्छ हामी पहिले यहीबाट गएको होइन र हो कि नै भन्नु यो बाटो यही बाटो कता हो ए डान होइन किनकि त्यो बाटो थ्याङ्क गड राम्रो बाटो पर्यो डाँडो यो देखेको डाँडो चाहिँ सालिजाको डाँडो यो देखेको भोटे डाँडा त्यहाँ देखेको फाँड जस्तो जग्गा चाहिँ हाम्रो जेठा हजुरबाहरू बसेको ठाउँ अनि माथिपट्टि उता पारी देखेको चाहिँ धाइरी उहाँबाट सानो देखेको सम्म ठाउँ चाहिँ बेनी बजार पारीको डाँडालाई के भन्छ अरे बागलुङ हामी मल्ल आइपुग्यौँ